डाक्टर सन्तोष मिश्रालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरी छोरीलाई यतिको बनाइदिनु भएको छ त उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँ त हाम्रो लागि भगवानै भएर आउनु भएको रहेछ। मेरो नाम मनिषा विक, हामी अर्घाखाँची मालारानी 1 देखि। मेरो छोरी चाहिँ हिँड्न नसक्ने समस्या देखियो। पहिला चाहिँ एकदम राम्रै हिँड्ने गर्थ्यो, पछि बिचमा यो चाहिँ कार्तिकको महिनामा अलि लड्ने टाइपको भयो। लड्दा लड्दै के भयो छोरीलाई, किन यसरी एक्कासी लड्न लाग्यो भनेर यिनको सबै शरीरमा हेर्दाखेरि खुट्टा चाहिँ एउटा बायाँ खुट्टा उचालेर हिँड्न लाग्यो। अनि फेरि चेकअप गराउँदै गाउँको मेडिकलमा चेकअप गराउँदै अनि फेरि यिनलाई कसैले खुट्टा फ्र्याक्चर भयो, घोडा फ्र्याक्चर भयो भन्ने, कसैले के भन्ने गर्नुभयो। अनि फेरि हामीले बुटोल लिएर आयो। बुटोल देखाउँदा बच्चाको डाक्टरलाई देखाउँदा चाहिँ के भन्नुभयो भन्दा यिनको एमआरआई गर्नुपर्छ भन्नुभयो। एमआरआई गर्दा हामीले बच्चाको रिस्क हुन्छ, हामीले अझसम्म गरेको छैनौँ भन्नुभयो। अनि हामीले एकपछि बुटोल नगरिदिएपछि हामी काठमाडौँ आयौँ। काठमाडौँ आएर बालकान्तिमा देखायौँ। बालकान्तिमा एमआरआई गर्नुभयो। एमआरआई गर्दाखेरि केही पत्ता लाग्नु भएन। अनि एकजना दाइ हुनुहुन्थ्यो हाम्रो, दाइले चाहिँ चिन्नुभएको रहेछ यहाँ धर्मराज भक्त डाक्टरलाई। उहाँले चाहिँ ठ्याक्कै केएमसीमा पठाइदिनु भयो। केएमसीमा यस्तो डाक्टर हुनुहुन्छ न्युरोको भनेर डाक्टर सन्तोष मिश्रासँग पठाइदिनु भयो। अनि फेरि डाक्टर सन्तोष मिश्रासँग भेटेपछि उहाँले चाहिँ एमआरआईको रिपोर्टहरू हेर्नुभयो। एमआरआईको रिपोर्टमा हल्का दाग देखियो। दाग देख्दाखेरि सल्लाह गर्दा एमआरआईको रिपोर्ट एमआरआई चेक गर्दा जेनेटिक टेस्ट गर्दा म्याग्नेजियम त्यसको तत्त्व चाहिँ बढी भयो। त्यसको तत्त्व बढी हुँदाखेरि यिनलाई औषधि चाहिँ इन्जेक्सनबाट औषधि दिनु पर्यो। 5 दिन यहाँ भर्ना गरेर इन्जेक्सन दिएको। अहिले चाहिँ मेरो छोरी एकदमै सुधार भएको छ। एकदमै खुसी छौँ। एकदमै डर लाग्थ्यो, कता मेरो छोरी लुलो हुने हो कि हिँड्न नसक्ने हुने हो कि भन्ने चाहिँ भएको थियो। अनि यहाँ डाक्टर सन्तोष मिश्रालाई भेटेपछि एकदमै खुसी छौँ। डाक्टर सन्तोष मिश्रालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरी छोरीलाई यतिको बनाइदिनु भएको छ त उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँ त हाम्रो लागि भगवानै भएर आउनु भएको रहेछ। धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ काठमाडौँ मेडिकल कलेजलाई। नमस्ते, म चाहिँ डाक्टर सन्तोष मिश्रा, कन्सल्टेन्ट पेडियाट्रिक न्युरोलोजिस्ट, अहिले काठमाडौँ मेडिकल कलेजमा कार्यरत छु। आज म हजुरहरूलाई चाहिँ अर्घाखाँचीबाट आउनुभएको एउटा बच्चाको सक्सेस स्टोरी सुनाउन गइरहेछु। अर्घाखाँचीबाट म कहाँ 21 महिनाको बच्चा हाम्रो काठमाडौँ मेडिकल कलेजमा आइपुग्नु भएको थियो। अनि यहाँ आइपुग्दाखेरि चाहिँ बच्चाको समस्या चाहिँ 21 महिना हुँदाखेरि नर्मली हिँडिरहेको बच्चा 15 दिनदेखि चाहिँ बायाँ खुट्टाले टेक्न नसकेको र हिँड्न नसकेको र हिँड्दाखेरि चाहिँ बारम्बार तल झर्ने तल लड्ने भएको देखियो। त्यो 15 दिनको समस्याले बच्चा चाहिँ काठमाडौँको धेरै अस्पतालहरू घुमेर म कहाँ आइपुग्नु भएको थियो। यहाँ आउँदाखेरि चाहिँ बच्चाको जाँचहरू गर्दाखेरि चाहिँ बच्चा खुट्टामा कमजोरी भन्दा पनि बच्चाको हिँड्दाखेरि खुट्टा मोडिने, बायाँ खुट्टा मोडिने देखियो, जसलाई हामीले डिस्टोनिया भन्ने भन्छौँ। त्यो लगत्तै डिस्टोनिया भएकोले गर्दाखेरि चाहिँ हामीले चाहिँ ब्रेनको एमआरआई गरेर हेर्ने निदो गऱ्यौँ। र त्यो क्रममा एमआरआई गर्दाखेरि चाहिँ हामीले त्यहाँ चाहिँ T1 सिक्वेन्स भन्नेमा चाहिँ बच्चाको चाहिँ त्यहाँ तत्त्व जमेको देखियो, जुन चाहिँ त्यहाँ चम्किलो पदार्थ भएर देखियो, जुन चाहिँ नर्मल एमआरआईमा चाहिँ नदेखिनु पर्ने। त्यो भएर चाहिँ यसको चाहिँ फेरि हाम्रो धेरै डायग्नोसिसहरू हुँदैन। त्यही भएर हामी चाहिँ लिमिटेड 3-4 डायग्नोसिस बनाएर बच्चाको चाहिँ जेनेटिक टेस्ट गरायौँ, जसमा चाहिँ SLC30A10 म्युटेसन आयो, जसलाई चाहिँ हामीले चाहिँ हाइपरम्याग्नेसिमिया विथ डिस्टोनिया भनेर भन्छौँ। हाम्रो मेडिकल भाषामा यसरी भन्ने गर्छौँ। यो मैले देखेको आफ्नो अध्ययन कालको चौथो केस हो र सबसे सानो नानी यो समस्या लिएर आएको चाहिँ मैले देखेको। यो लगत्तै मैले बच्चालाई चाहिँ अब उसको ट्रिटमेन्टमा चाहिँ भएको उसको जुन म्यान्गेनिज उसको ब्रेनमा जमेको छ त्यो हामीले चाहिँ निकाल्नु पर्यो र फर्दर जम्न नदिनु पर्यो भनेर चाहिँ हामीले चाहिँ कपर इन्जेक्सन दिने निदो गऱ्यौँ। त्यो लगत्तै अरू खुट्टा मोडिनेको लागि, डिस्टोनियाको लागि हामीले अरू औषधिहरू पनि सुरु गऱ्यौँ। बच्चालाई एडमिट गऱ्यौँ। बुवा आमा कोअपरेटिभ भएर हामीले मगाएको औषधि इन्डियाबाट लिएर आउनुभयो। औषधि दिने लगत्तै बच्चामा राम्रो सुधार देखा पर्यो। सुरुमा उसको म्यान्गेनिज लेभल इन्डिया पठाउँदाखेरि 181 थियो भने हामीले कपर दिइसकेपछि म्यान्गेनिज लेभल झरेर 33 सम्म अहिले आइपुगेको छ र बच्चामा पनि राम्रो सुधार भएको छ।
हामीले चाहिँ न्युरोलोजीमा देखिनुपर्ने कुराहरूमा चाहिँ 80% मा चाहिँ हामीले सपोर्टिभ केयरहरू गर्छौँ भनेपछि यो 20% जुन चाहिँ हाम्रो कुरा हुन्छ त्यसलाई चाहिँ हामी ट्रिट गर्न सक्छौँ। समयमै आएर हामी डक्टरहरूलाई भेटेर परामर्श लिएर समयमै उपचार गर्यो भने चाहिँ बच्चाहरू राम्रो हुने हुन्छ। अब दिव्या हाम्रो एउटा उसको उदाहरण हो जसमा चाहिँ बच्चा छिटो आएर छिटो परामर्श लिएर छिटो उपचार प्रक्रियामा गएपछि चाहिँ बच्चामा सुधार देखा परेको छ। अब फर्दर अब हरेक 6 महिनामा हामीले बच्चाको म्यान्गानिज र कपर लेभल हेर्दै जान्छौँ। म्यान्गानिज लेभल बढेको क्रममा हामीले फेरि कपर दिने गर्छौँ र यही सिलसिला हामीले चाहिँ कन्टिन्यू गरिराख्नुपर्छ। सायद लिट्रेचर मैले हेर्दाखेरि चाहिँ दुनियाँमा यति सानो बच्चामा यो डायग्नोसिस यो आनुवंशिक समस्या डायग्नोसिस नै धेरै कममा भएको, धेरै कम देशमा भएको र डायग्नोसिस भएपछि पनि कपर उपचार प्रक्रिया चाहिँ धेरै कमले पाएको मैले अध्ययनमा भेटेको हो। सो अब जसरी हाम्रो साइन्स अगाडि बढिरहेछ, जसरी पेडियाट्रिक सर्भिसेसहरू हाम्रो अगाडि बढिरहेछ, हामी नेपालमा पनि यो सेवा सुविधाहरू दिने सक्षम भइसकेका छौँ भन्ने जानकारी गराउँदैछु। धन्यवाद।